भएन भने हाम्रो जीवन सम्भव छँदै छैन, हाम्रो जीवन कतै पनि सम्भव छैन। त्यसैले गर्दाखेरि यो आगो भनेको ऊर्जाको प्रतीक हो। यो ऊर्जाको प्रतीकलाई सदुपयोग गर्नुपर्दछ। यदि आगो ऊर्जालाई दुरुपयोग भयो भने आग लागि पनि हुनसक्छ, हाम्रो धनजनको क्षति पनि हुनसक्छ, हाम्रो धनजनको नाश पनि हुनसक्छ, अति भयो भने क्षति हुन्छ। त्यसैले आगो हाम्रो लागि चाहिने चिज हो, तर यसको सही सदुपयोग हुनुपर्दछ भन्ने सन्दर्भमा उहाँले आगोको अक्षरहरू, यो आगोका अक्षरहरू टाइटल दिएर कविता प्रकाशन गर्नुभएको छ। र यसको अर्थ अन्त पनि लाग्न सक्छ। समाजमा अन्याय अत्याचार विद्यमान छ, शोषण विद्यमान छ, भ्रष्टाचार विद्यमान छ। यदि ती सम्बन्धित निकायले ती अन्याय, असमानता, कुरीति, विसङ्गति समाप्त गर्न पहल गरेनन् भने मानिसहरूको मन आगोको अक्षरहरू जस्तै उठ्नेछ र एउटा नयाँ क्रान्ति फेरि गर्नेछ भन्ने सन्दर्भ पनि उहाँले जोड्न खोज्नु भएको दृष्टिगोचर हुन्छ। अन्तमा फेरि एकपल्ट आदरणीय डाक्टर राजेन्द्र कोजुज्यूलाई म सूर्य लाकोजुको तर्फबाट अनेकौं बधाई, शुभकामना। तपाईँको यो अक्षर यात्रा, शब्दको यात्रा निरन्तर जारी होस् भन्ने कामना गर्दछु। र भक्तपुरमा जहिले पनि आउँदाखेरि मैले भन्ने गरेको छु, मेरो दोस्रो घरमा आएको जस्तै मलाई अनुभूत हुन्छ। भक्तपुरको साहित्यमा, भक्तपुरको पत्रकारितामा मेरा मित्रहरू हरिशुलजीहरू, त्यसै गरेर अरू थुप्रै मित्रहरूले पनि योगदान गरिराख्नु भएको छ। उहाँहरू सबैलाई शुभकामना भन्दै, विशेष गरेर आजका नायक राजेन्द्र सरलाई फेरि एकपल्ट बधाई दिँदै यहाँबाट म ओझेल हुन चाहन्छु। धन्यवाद। जय साहित्य।